Hello everyone and welcome back to my channel. It's a new day, a new vlog, and I'm so happy to share it with you all guys. Guys, you know what? Every day is a chance to start again, and today I'm feeling hopeful and excited. So let's make the most of it together. Guys, if you are new here, I'm Asmi and I love sharing my daily vlogs, happy moments and some behind the scene fun. So let's go. साथीहरु म चाहिँ कस्तो खालको स्टुडेन्ट हो भने स्कुल लाइफदेखि नै एभरेज स्टुडेन्ट के म टपर पनि हैन म पछाडीमा पनि काउन्ट हुँदैन हैन म बीचको यो लाइनमा सधैँभरि छु क्या फ्रम स्कुलिङ टु अहिले मास्टर्स लेभलसम्म अनि मेरो लागि चाहिँ पढाइ भन्ने कुरा मिक्स अफ फन एन्ड स्ट्रगल हो हैन तर मलाई के पनि लाग्छ भने एभ्री स्टेप यु गेट्स क्लोजर टु योर गोल के फन होस् या स्ट्रगल हैन समटाइम इट फिल्स इजी सजिलो लाग्न सक्छ तर फेरि सेम टाइम एन्ड अदर टाइम्स इट फिल्स लाइक पहाड चढे जस्तो हैन बट त्यो सबै कुरा त प्रोसेस नै त हो नि हैन फ्रम लेट नाइट स्टडी सेसन लास्ट मिनेट त्यो प्यानिक हुने त्यो हुन्छ नि आतिने त्यो पढ्न हैन त्यो सबै कुराहरू चाहिँ के हो भन्दाखेरि एउटा प्रोसेस हो के तर व्हेन थिङ्स फाइनली मेक सेन्स नि it's all shaping you into a stronger and smarter version of yourself रहेछ के मलाई चाहिँ कस्तो लाग्छ भने मेरो एभ्री मिस्टेक इज अ लेसन एन्ड एभ्री स्मल विन काउन्ट्स हैन यो कुरालाई चाहिँ म मोटो नै बनाएर लिएर हिँडिरहेको छु के we might struggle with deadlines exam and even motivation but that's normal हैन सो हामीले चाहिँ के गर्नु पर्दो रहेछ भने जस्ट कीप ट्रस्टिङ द प्रोसेस के किनभने सक्सेस भन्ने कुरा ओभरनाइट हुने कुरा पनि हैन र यो भन्ने चिज त कन्टिन्यू हार्ड वर्कले हुने चिज हो नि त अब चाहिँ म नुहाउने फ्रेस हुने पूजा गर्ने चिया सब काम गर्छु आधी घण्टाभित्रमा साथीहरू म चाहिँ एकदमै यो सुप्रिम पावरमा बिलिभ गर्ने मान्छे हो कि हैन त्यही भएर मलाई एभ्री डे यो पूजा पाठ चाहिँ गर्नै पर्छ चिया खाजा त खाएँ अब म चाहिँ कलेज जानु काम छ सो अब कलेज जानको लागि रेडी हुँदैछु आज चाहिँ मेरो प्र्याक्टिकमको त्यो रिपोर्ट के अरे लेटर कम्प्लिसन लेटर बनाउन जानुपर्ने छ डियुएचएस डिपार्टमेन्ट अफ हेल्थ सर्भिस अनि त्यसपछि चाहिँ मेरो फाइनल एक्जामको फर्म सबमिट गर्न जानुपर्ने छ कलेजमा आज मैले दुईवटा काम अनि अर्को काम भनेको चाहिँ पुलिस हस्पिटल जानुपर्ने छ एकचोटि त्यो मेरो चेकअपको काम छ अब आज जान्छु कि जाँदिनँ थाहा छैन यो दुईवटा काम फर्स्ट P1 P2 काम भ्याउनु पर्यो अनि त्यसपछि हेरौँ त्यो टाइम बच्यो भने चाहिँ म हस्पिटल पनि जान्छु र अब चाहिँ म रेडी भएर कलेज फर्स्टमा त म कलेज जान्छु अनि डिपार्टमेन्ट जान्छु म कलेजमा के गर्छु भन्ने कुरा देखाउँछु है तर यहाँ म फर्स्टमा यही फर्म भरेर जान्छु मलाई अलिकति झ्याउ लाग्छ यो फर्म भर्ने काम कोई इतना प्यारा कैसे हो सकता है और फिर सारे का सारा कैसे हो सकता है जब तुझे देखकर भी उदासी कम नहीं होती तो तेरे बगैर एकदमै माया लाग्छ है यो कलेजको चाहिँ यो चाहिँ इम्प्याक्ट अफ डिसेन्ट्रलाइजेसन अफ हेल्थ सिस्टम अर सिस्टमेटिक रिभ्यू हाम्रो सिनियरहरूले गर्नुभएको सिनियर दी अनि म्याम सबैजना मिलेर यो चाहिँ हाम्रो कम्पलसरी एउटा भिडियो चाहिँ यो पढाइको स्टार्टिङ टाइम हुन्छ नि कलेजको सुरुमा चाहिँ कलेज एकदमै मनपर्ने हुन्छ कि अनि त्यो कलेजको टाइम त्यो हुन्छ नि जर्नीको बिचको टाइममा चाहिँ हाम्रो कलेजमा केही पनि छैन जस्तो फिल हुन्छ कि तर जब जति लास्ट हुँदै आउँछ नि तब हामीलाई कलेजले चाहिँ कति कुरा दिएको रहेछ है कति चिजमा एक्सप्लोर गर्न दिएको रहेछ कति धेरै अपर्च्युनिटी दिएको रहेछ भन्ने कुरा त्यो याद हुने रहेछ कि अनि आफूलाई फिल पनि हुन्छ अनि आज चाहिँ साथीहरू हाम्रो कलेजको लगभग लास्ट डे नै भनौँ किनभने आज हामीले फाइनल फर्म बुझाएर सकिसक्यौँ अब कलेज फर्मल्ली आउने दिन चाहिँ हाम्रो सकियो त्यही भएर पनि मनमोहनसँग चाहिँ यस्तो त्यो कनेक्सन फिल हुन्छ नि त्यो सोल्टी मोड छिर्ने बित्तिकै ल आफ्नो एरिया आए जस्तो फिल हुन्छ कि त्यस्तो कनेक्सन भइसकेको छ मनमोहनमा
मलाई चाहिँ हाम्रो मनमनको कल्चर के मनपर्छ भने स्टुडेन्टदेखि टिचरहरू सबैजनाले खानेकुरा चाहिँ लगभग आफै नै घरबाटै खाना लिएर आउने गर्नुहुन्छ कि र हामीले पनि त्यही नै फलो गरिरहेको छौँ चाहिँ हामी डिओएचएस जानु लाग्यो हामी चाहिँ अब डिओएचएसमा त्यो रिपोर्ट फाइनलाइज गरेर अनि म्यामसँग साइन गर्नको लागि आएको त्यही काममा नै बिजी छौँ अब एकछिनलाई चाहिँ रिपोर्ट फाइनलाइज गरेर अब घर जान लागेको साथीहरू गाइस म भर्खरै आइसकेँ स्यास्या किन भइरहेको छु भन्दाखेरि धापासीको हाइट कति हाइटी भने कि म हिँड्नै सक्दिनँ क्या आज चाहिँ मेरो दिउँसो खाजा धेरै नै भएको थियो त्यही भएर मेवा खाने यही नै हो मेरो डिनर र यति बेला चाहिँ मेरो ब्लग 9:30 बजिसकेको थियो त्यही भएर अब चाहिँ म सुत्न लागेको गाइस एनिवेज थ्याङ्क यू सो मच फर वाचिङ बाई